केटा हो के बिजेत गरेको यार जाबो 400 वाटको हिटर तापेर हिना म तिमीलाई 4000 वाटको हिटर चढाएर भन्छु ल ल ल आऊ अब आइसक्यो टेन्सन नगर आऊ कति टाढा हो र त टेन्सन नगर्न आइसक्यो के आइस ल केटा ताप 4000 भोल्टको हिटर ओहो मलाई त फुलो यार केटा हो मैले भनेको हैन देख्यो नि कति तातो छ तैले त 4000 भोल्टको हिटर भनेको हैन अनि 4000 भोल्टको हिटर भन्दा कम छिन् त 4000 भोल्ट मात्रै ओइ जत पानी ल्याएर आइज म यो आगो छोडेर त मोरै निस्किन्न ए जान जा यार मलाई नि तिर्खला यार जान जा त बरु तँलाई अस्मिताको आइडी दिन्छु म यो आगो छोडेर त मोरै नि उड्दिन है ओए तँलाई मैले उ पठाएको हेर त 19 मिनेट छिनमै पुस्को जस्तो जाडो भयो है यार लास्टै जाडो पर्यो यार यहाँ जाडो परेर यहाँ वन पिसै लाउनु पाएन भनेको त मे लास्ट जाडो बढे छ यार है बेबी होइन के गराएको यस्तो हात्तीले मुतेछ क्या हो यो मनु चाहिँ आएदेखि गना खाके बेबी तिमी टोयलेट गएर आएको होइन हैन धुइनेस क्या हो यस्तो जाडोमा नि कोले धुन्छ यार हैन रे बेबी छी फोरी यसो को बस्छ बेबी रोक्न म धोएर आइहाल्छु छट जाठा जाडो त केटा वात्तै बढ्छ है केटा हो दाउरो थप न यो थपेर हुन्न केटा हो अब I love you Santaram Santaram ए उठे कलेज जान ढिला भइसक्यो यार ल्याङ नगर्ने यार आज प्रियमिसको क्लास छ के यार इमोसनल ब्ल्याकमेल नगर्ने यार छिटो रेडी भए प्रिया बेसलाई पट्टाउनलाई यार के गर्नुपर्छ यार यस्तो जाडोमा यार ठै ल आइज त ल जाम बाहिर त लास्टै जाडो यार रोक्नु अझै एउटा जकेट थप म्या पकेटले धान्ने का ब्ल्याङ्केटै जाम यही बेला कस्तो मुद्दा आएको यो चिसा कति मुद्दा आएको Few inches later. फेरि मुद्दा आयो होइन यसलाई कति बुझ्न आएको यो चिसा कति मुद्दा आएको A few minutes later. फेरि मुद्दा आयो भने क्या रातभरि बियर खाएर आएछ क्या हो A few moments later. फेरि मुद्दा आयो यार होइन केटालाई सुगरै भएको छ क्या हो ए हैरान पाएर फेरि मुद्दा आयो रोक बरु काटेर फाल्ने आनन्दै हुन्छ मनोज कहाँ गएछ मनोज ल हेर त यसको पारा यो त यहाँ पो रहेछ र मैले कति खोजेँ 10 मिनेट भयो यार स्कुटी स्टार्ट गर्न लाग्नु स्टार्टै भएन चिसोले होला के छोड्न त रेस दे म कि काट्छु तैँले भुमभुम पारेको मिलेन यार त के कान म भुमभुम पार्छु चाबी नै छैन कसरी स्टार्ट हुन्छ त यार हुन्छ कि भनेर ट्राई गरेको